यदि लाइफमा साँच्चीकै खुसी हुनुहुन्छ भने यस्तो 5वटा कुराहरू कहिले पनि कसैसँग सेयर नगर्नु। आई रिपिट, कहिले पनि। Until and unless you fully trusted them. Number 1, about your goals. Evil eye is real. सबैजना तिम्रो लागि खुसी हुन्छ, तिम्रो लागि चियर गर्छ भन्ने हुँदैन। प्रोटेक्ट योर एनर्जी। तिमीलाई भन्ने मन छ भने राइट इट डाउन, जर्नलिङ गर, जर्नलमा लेख। लिसन टु मी, प्राइभेसी इज इन सिक्रेसी। दिस इज सेल्फ प्रिजर्भेसन। नम्बर 2, योर फ्यामिली प्रब्लम। सबैजनाको फ्यामिली एकदमै पर्फेक्ट भन्ने हुँदैन, कुनै कुनै फ्लज हुन्छ। जस्ट बिकज तिमी कोहीसँग एकदमै अपसेट छौ भन्दैमा तिम्रो फ्यामिली मेम्बरको बारेमा गएर कसैलाई पनि बिचिङ नगर। यो मिस्टेक धेरैजनाले गरेको देखेको छु। आफ्नो देउरानी जेठानीको कुरा काट्ने, आफ्नो नन्द भाउजूको कुरा काट्ने, आफ्नै कजनको कुरा काट्ने, दाई भाइको कुरा काट्ने, अगाडि गएर अरूलाई गएर तिम्रो सबै कुराको एक्सेस अरू मान्छेलाई दिनु हुँदैन। नम्बर 3, योर इन्सिक्युरिटिज। सबैजना मान्छे पर्फेक्ट हुन्छ भन्ने हुँदैन। आफूलाई थाहा हुन्छ आफू केमा इन्सिक्योर हुन्छु भनेर, तर यो कुरा चाहिँ गएर अरूलाई सेयर नगर्नु। कतिजनालाई त याद पनि गराए हुँदैन अन्टिल तिमीले उसलाई चाहिँ मेरो इन्सिक्युरिटिज यो हो भनेर सेयर नगरेसम्म त्यो मान्छेलाई थाहा पनि हुँदैन। तिम्रो इन्सिक्युरिटिजहरू तिमीले सेयर गर्यो भने चाहिँ तिम्रो फ्युचरमा गएर तिमीलाई तिम्रो अगेन्स्टमा चाहिँ युज गर्न सक्छ त्यो मान्छेले। नम्बर 4, डोन्ट अनाउन्स टु अर्ली, डोन्ट सेलिब्रेट टु अर्ली। एकदम राम्रो कुरा हुनु आँटेको छ भने गएर जसलाई पनि नभन कि। आई हेभ नोटिस दिस मल्टिपल टाइम। कतिवटा डिलहरू फिक्स भएको डिलहरू पनि क्यान्सल भएको छ, कतिवटा राम्रो कुरा हुँदा हुँदा रोकेको छ। सो डोन्ट सेलिब्रेट अर डोन्ट अनाउन्स इट टु अर्ली। कसैसँग तिमी रिलेसनसिपमा बस्न आँटेको छौ, तिमी एकदमै अर्ली स्टेजमा प्रेग्नेन्ट छौ, तिम्रो प्रमोसन हुन आँटेको छ, तिमी कहीँ जान आँटेको छौ, डोन्ट सेयर इट। नम्बर 5, अबाउट योर इन्कम। मान्छेले भन्छ नि पैसाको मुख कालो हुन्छ, पैसाको मुख कालो हुँदैन। यो रङ नेरेटिभ हो। मान्छेको नियत खराब हुन्छ। कतिवटा राम्रो रिलेसनसिप पनि पैसाको कारणले गएर बिग्रेको देखेको छु। सो डोन्ट सेयर अबाउट योर इन्कम। 6 नम्बरमा केही छ भने कमेन्ट डाउन बिलो, आई विल लभ टु नो। बाई।